एक आइटम पापड बनाउनको लागि 5 जना लेडिजहरु तयार छन्। हाम्रो नवदुर्गा उज्यालो टोलको टोलवासी र हाम्रो साबहरु साबै त हेर्नु के काम थियो हैन एक्सट्रा लियो बसमा आयो भन्ने हो। अब दाइलाई सिकाउनु अब दाइको पाला आयो। 1 वर्ष पुरा भएर 2 वर्षमा चल्दैछ। अब फेरि 2 साल। ल हेर्नुस् गाइज के हुँदैछ अब हेरौँ। ल हेर्नुस् गाइज के हुँदैछ अब। ल गाइज हामी आज पिकनिकमा सबैभन्दा पहिला आएर सरसफाई र आगो जलाउने कार्यक्रम चल्दैछ। यो आगो जलाइयो। हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज हामीहरू यो खारखानी पिकनिक प्लेसमा हाम्रो नवदुर्गा उज्यालो टोल समूह पिकनिक प्लस रमाइलो गर्नको लागि हामी आएका छौँ। अब हामी केही छिनपछि नास्ता खाएर नाचगान कार्यक्रम गर्नेछौँ। त्यसपछि खाना खाएर फेरि पनि दुबारा नाचगान गर्नेछौँ र आफ्नो घरतर्फ प्रस्थान गर्नेछौँ। आज यो शनिबार भएको कारणले गर्दा यो स्थलमा धेरै भिड भइरहेको छ। अहिले जग्गा रोक्ने र काटमारको कामहरू भइरहेको छ। तकरिबन मैले गिने अनुसार यहाँ 17 स्टल भइसकेको छ। हजुरहरूलाई देखाउँदैछु। हाम्रो यो नवदुर्गा उज्यालो टोल जमेको 1 साल भयो आज। सोही अवसरमा अध्यक्षको यो सल्लाह र सुझाव अनुसार आज पिकनिक गर्नुपर्छ भन्ने एउटा भनाइले गर्दा आज हामी पिकनिक गर्न आएको छौँ। ल हेर्नुहोस् गाइज हाम्रो सेड सबसे दाहिनेपट्टिको सेड पाइएको छ। ल हेर्नुहोस् हाम्रो दिदीबहिनीहरूले के गर्दैछन्। सबै त आइपुगेको छैन। ल हाम्रो दिदीबहिनीहरूको काम हेरौँ। भर्खर अब आलु बनाउने काम भइरहेको रहेछ। ल हेर्नुहोस् अचारको तयारी छ। आज नाचगान धुम धडका हुन्छ जस्तो छ होइन। पुरा धुम धडका जो गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। आजको शनिबारको दिन पुरा दिनभरि इन्जोय गरेर रमाइलो गर्नुपर्छ। हाम्रो समूह जमेको पनि 1 वर्ष भएछ। पत्तै लाग्दैन, थाहै लाग्दैन। 1 साल भइसक्यो। अब हाम्रो समूहले केही प्रगति गर्छ जस्तो छ, गरिरहेको छ। दिदीबहिनीहरूले अब पकाउने तयारी चल्दैछ। भर्खर आइयो। आजको दिन खानपिने र रमाइलो गर्ने कार्यक्रम हुनेछ। ल भुट्टाको लागि हाम्रो भुँडी तयार हुँदैछ हजुर। एक आइटम पापड बनाउनको लागि 5 जना लेडिजहरु तयार छन्।
यो पुसको अतिरिक्त जाडो भएको कारणले गर्दा 1:30 बजीतिर आफ्नो आगो ताप्दै हुनुहुन्छ हाम्रो टोलको हाम्रो दिदीहरू आमाहरू। एक ठुलै प्रोग्राम रहेछ क्याटरिङको खातिर। ल हेर्नुहोस् अब पिकनिकको साथसाथमा आगो तापेर अब पिकनिक मनाउने कार्यक्रम चलिरहेको छ। लगाइज हाम्रो गीता बहिनीले आज चिकनको रोस्ट बनाउँदै हुनुहुन्छ। अब हाम्रो बहिनीको हातको आज रोस्ट खानु पाइने भयो। अब फेरि स्पेसल कुक हाम्रो विक्रम भाइ। आज नव दुर्गा उज्यालो टोलको आज पिकनिक कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू। लगाइज हाम्रो सानो फुच्चे भ्युअर्सहरू मेरो प्रिय भाइहरू, अब खारखानीमा रमाइलो गरेर नाचगान गर्ने यो हाम्रो बाबुहरूको पनि सोच छ। ल अब हामीहरूको नास्ता खाने कार्यक्रम सुरु भयो। ल हेर्नुहोस् हाम्रो डन पार्टी। हेलो डन जी। डन डन डन। र रमाइलो गर्ने कार्यक्रम सुरु भयो। ल हेर्नुहोस् ल हाम्रो आमाले नि आज पिकनिक मनाउन आउनुभएको छ बाबालाई छोडेर। बाबालाई ल्याउनु पर्ने तर ल्याउनु भएन। ल हाम्रो यसरी डिस्ट्रिब्युसन हुँदैछ। ल हेर्नुहोस् दिदीले पुरा चटनीदेखि लिएर यो खानेपिनेसम्म बाँड्दै हुनुहुन्छ। ल यता हाई गर। ल तिमीले त पिट्चा झैँ गर्यौ त हाई त। सुरु सुरु। ल ल हाम्रो पार्टीले कार्यक्रम सुरु गरेको हाम्रो नव दुर्गा उज्यालो टोलको टोलवासी र हाम्रो साबहरू साबै त हेर्नु। ल सबैले हाई गर्नु। आज यो डालकुमारी चुदालीको अध्यक्षतामा नव दुर्गा उज्यालो टोल समूह हाम्रो पिकनिक यो खारखानी दिल पार्कमा आएर हामीले रमाइलो गर्दैछौँ। हाम्रो 1 सालको पुरा कार्यकाल पुरा भएर अब 2 साल लाग्दैछ। हाम्रो दिदीको काम र यहाँसम्म ल्याउने ठुलो योगदान छ। साथमा सम्पूर्ण हाम्रो चेलीबेटीहरू दिदीबहिनीहरू दाजुभाइहरूको पनि योगदान छ। हाम्रो दिदीबहिनी चेलीबेटीहरू हाम्रो खानपिन समाप्त भएको छैन। हामीले नास्ता मात्र गरेको छौँ। केही छिनपछि हाम्रो नाचगान र रमाइलो कार्यक्रम हुनेछ। अब हाम्रो दिदीले छोटो 2 शब्द बोलिदिनुहोस्। जे तपाईँको मनमा छ त्यही भन्नु। आजको पिकनिक
खाना आएको सबै दिदीबहिनी दाइ-भाइलाई सबलाई लिएर खायो, रमाइलो गर्दैछौँ। अब फेरि पनि खाएर भ्यासी रमाइलो गर्ने है। हुन्छ, धन्यवाद। आज ड्रिङ्क होइन, शरदको कोक छ है। जाडोमा आगो ताप्दै नवदुर्गा उज्यालो टोलको साङ्केतिक गेम हुँदैछ। साङ्केतिक भाषामा सरोज भाइबाट गेम सुरु हुनेछ र अन्तिमसम्म साङ्केतिक कस्तो हुनेछ हेरौँ। हाम्रो गेम सुरु। ठिक हान्ने होइन, एकचोटि लियो बसमा आयो भन्ने हो। अब दाइलाई सिकाउनु। अब दाइको पाला आयो, कोट्टाउनु न। गेम सुरु हुँदैछ। अब राजेश भाइबाट हाम्रो दले दाइमा आयो। अब यही चिज दले दाइले आफ्नो फ्यामिलीलाई सिकाउँदै हुनुहुन्छ। अब कन्दामा हान्नुपर्छ। ल अब सुरु है। ल यिनले जस्तो गरेछन् उहाँलाई कपी गराएर तपाईँले उस गरेर पेस्ट गर्ने हो। होइन तपाईँले गर्ने होइन, उहाँलाई अब देखाउनुहोस् बोलाएर। तपाईँले गर्ने होइन, हेर्नेवालाले गर्ने होइन। म्याडम आमा यहाँ के गर्नु? ल कोट्टाउनु कोट्टाउनु होइन, आमाले तपाईँले पहिले सिक्ने होइन। तपाईँ सिकाउनुहोस् के? यता के भयो त्यो?
जे गरेछ त्यही गर्नु उता सिकाउनु सिक्नु मात्रै फर्किनु फर्केर पुरै फर्केर ल अब जस्तो तपाईँले भारतीलाई सिकाउनु न भारतीलाई सिकाउनु पुरै फर्किनु दिदी अब हाम्रो दिदीकोमा आउँदाखेरि पहिला हाम्रो सरोज भाइको कस्तो थियो र अब दिदीको आउँदा गर्नु कस्तो सिकाउनु भयो दुईटाले लास्टमा के सिक्नु भयो त्यही सिकाउनु ल सिका दिदी सिकाउनु त के सिकाउनु ल गाइज अब सुरुमा कस्तो थियो अब अन्तिममा कस्तो हुन गयो यो ल गाइज अब हामीहरूले फेरि दोस्रो गेम खेल्दैछौँ त्यो दोस्रो गेममा अब काना खुसी सत्यता के हुँदो रहेछ जब सुरुमा सत्य बोलिन्छ र त्यही सत्य अन्तिमसम्म के हुन्छ भन्ने एउटा हाम्रो धारणा र सबैको एउटा विचार के हुने रहेछ हेरौँ अब हाम्रो भाषा छ कान्छाले कान्छीलाई भगाएर झापा लग्यो भन्ने छ लास्टमा अब के सुनिन्छ ल हेरौँ ल गाइज ल हेर्नुहोस् गाइज के हुँदैछ अब हेरौँ ल हेर्नुहोस् गाइज के हुँदैछ अब अझैसम्म सही आइरहेको जस्तो लागिरहेछ अझैसम्म सही भएको जस्तो लागिरहेछ हल्का बिग्रे जस्तो लागिरहेछ बिग्रिसक्यो ल बिग्रिसक्यो गाइज अब हेरौँ लास्टसम्म हुने भयो गाइज ल हेर्नुहोस् अब लास्टमा दिदीले पुरा चिच्चाएर भन्नुपर्छ है जे के सुन्नुभयो के सुन्नु फेरि चिच्चाएर भन्नु कानमा होइन उहाँ बहिनीले सही बताइदिनु न ए ल होइन अब भान्जीलाई भन्नु अब तपाईँले चिच्चाएर भनिदिनु तपाईँले के सुन्नुभयो के सुन्नुभयो कान्छाले कान्छी लय भनेर सुने कहिले लय कहिले के अरे भनेर सोचेको ल गाइज अब हेरौँ यो सुरुमा के भयो थियो अब अन्तिममा के भयो आज हामीहरू यो नवदुर्गा उज्यालो टोलको सबै परिवार आइए थियो हाम्रो अध्यक्ष श्री डालकुमारी चुदालेज्यूको अध्यक्षतामा आज हाम्रो रमाइलो कार्यक्रम भयो अब हामी अन्तिम छेडमा आइपुगेका छौँ केही छिनपछि हाम्रो अब खानपिन गरेर फेरि नाचगान कार्यक्रम हुँदैछ
हाम्रो परिवार सधैँभरि यसै गरी खुसी रहोस्, स्वस्थ रहोस्, व्यस्त रहोस् भन्ने एउटा मेरो भनाइ छ। अघिल्लो साल फेरि यसै गरी रमाउला। यो हाम्रो समूह गठन भएको 1 वर्ष पुरा भएर 2 वर्षमा चल्दैछ। अब हाम्रो अन्तिम चरणमा भाँडा सफा गर्ने कार्यक्रम हुँदैछ। अध्यक्षज्यूको पुरा भाँडा धस्ने कार्यक्रमदेखि लिएर खाना खिलाउने कार्यक्रम सम्पन्न भइसकेको छ। बिहा पूजा परेदेखि सम्पर्क राख्नु भन्नुभएको छ। घरतिर बाई बाई गर्दै जानुहुन्छ। ल हेर्नुहोस् गाइज, अब हाम्रो टोलीलाई ल अब अघिल्लो साल भेटौँला। आजको लागि यही समाप्त गर्दै अब घरतिर प्रस्थान गर्दैछौँ। ल ओके बाई।